सम्मानीय सभामुख महोदय, पृथ्वी राजमार्गमा सवारी गर्दा शौचालय जान यात्रुहरू गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ, कारण सार्वजनिक शौचालय छैन। त्यसैले सम्मानीय सभामुख महोदय, राजमार्गमा प्रत्येक 100 मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्। धन्यवाद। माननीय सभामुख महोदय, माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यसरी सबै संवैधानिक प्रक्रिया पूरा गरी गरेको कर्मलाई लिएर गरिएको टीका टिप्पणी सुन्दा यस सदनका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले भनेको कुरा म सम्झन्छु। यो व्यवस्था 3 तरिकाले चलेको हुन्छ। एउटा यसको आफ्नै विधि विधान हुन्छ, अर्को अन्तर्राष्ट्रिय मान्यता हुन्छ, एउटा हाम्रो परम्परा हुन्छ। आफूले गरेको कुनै पनि कर्म त्यो परम्परामा आधारित हुने, तिनै परम्परालाई टेकेर पुरानाले जसरी कहीँ कतै भएको त्रुटिलाई सच्याइएको कर्मलाई प्रति गरिएको टीका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। व्यक्तिगत रूपमा डाक्टर स्वर्णिम वाग्लेमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ यो प्रति हामी गम्भीर छौँ। त्यसैले सम्मानित सदन मार्फत म सबैको ध्यान आकर्षण गराउन चाहन्छु, घाम जस्तै छर्लङ्ग भएको कुरालाई नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन, नाक यहीँ पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्। राज्यले दिने कृषि अनुदानमा दशकौँदेखि ठूलो लापरवाही र घोटाला हुने गरेको छ। राज्यले कृषि अनुदान दिँदै जाने तर उत्पादन जस्ताको तस्तै रहने स्थिति बनेको छ। सरकारले अनुदान वितरण भएको तथ्याङ्क देखाउँछ तर किसानले उत्पादन बढेको तथ्याङ्क देखाउन सकेको छैन। अनुदान खेत होइन खल्तीमा गइरहेको छ। सरकारसँग कृषि अनुदानको रकम कहाँ खर्च भयो र उत्पादकत्व कति बढ्यो भन्ने कुनै क्रस भेरिफिकेसन गर्ने प्रणाली विद्यमान छैन। यसमा मन्त्रालयले प्रविधि विकास गरोस् भनेर निवेदन गर्न चाहन्छु। एउटा गजबको सेटिङ छ। एउटा व्यक्तिले बाख्रा पालनको लागि कृषि अनुदान लिन्छ, त्यो बाख्रा बेचेर गाई पालनको अर्को अनुदान कुम्ल्याउनतिर लाग्छ। उसले बेचेको त्यही बाख्रा अर्को फर्जी किसानले किन्छ र फेरि त्यही बाख्रा देखाएर अर्को किसान अनुदान लिन्छ। बाख्रा एक अनुदान अनेक भइरहेको छ। म सरकारसँग माग गर्दछु, अनुदान प्राप्त प्रत्येक पशुमा अनिवार्य जियो ट्याग, जियो लोकेसन म्यापिङ वा RFID ट्यागिङ गरियोस् ताकि एउटा पशु देखाएर पटक पटक अनुदान खाने यो सिन्डिकेट र प्रपञ्च सधैँको लागि। हेलो, बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार? खोटाङमा आफ्नो बाली खान आएको बेला बाँदर लखेर्दै गर्दा खोटाङ हलेसी 7 नम्बर रोड निवासी टिप्सरा राई भिरबाट लडेर मेरुदण्ड 3 ठाउँ भाँचिएको छ। KMC हस्पिटलमा उपचार भइरहेको छ। आर्थिक अवस्था निम्न छ। सहयोगी हातहरूबाट पैसा उठाएर उपचार भइरहेको छ। त्यसैले सभामुख महोदय निःशुल्क उपचारको माग गर्दछु र कृषि र किसान बिना कसरी तपाईँको स्वाधीन राष्ट्र र स्वाधीन अर्थतन्त्रको परिकल्पना गर्न सकिन्छ म सरकारलाई सोध्न चाहन्छु। साथै अस्तिको राति खोटाङ भोजपुर जोड्ने मध्य पहाडी लोकमार्गमा वर्षाको कारण पङ्कु खोला भत्किएको कारण यातायात अवरुद्ध छ। पुनर्निर्माण गर्नको निम्ति सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।